this Hilo God. Hilo God. मेरो खनाएर लोडी बडी गर्दा हुन्छ हुन्छ बेबी तिमी त मलाई त भनेको त नि मलाई किन राखेको त नि म बस्दिन चुम्मा दे बेबी चुम्मा दे त मलाई जो चाहियो ल म जान्छु त्यसो भए म किन पनिसन गर्ने म गर्दिन ल म गएको पागल हामीसँग गर्न पर्छ दिमागै साइको भइसक्यो ओइ सुन्न अबको पालीको चुनावमा भोट केमा ढुकुरमा भोट केमा ढुकुरमा भोट केमा तिम्रो दुलोमा अरे हाम्रै फ्यामिली सो अस्तो कुरा आयो हजार मान्छेले हेरेर चाहिँ के गर्छ त्यही आमा केही बोल्छ कस्तो संस्कार हुर्केको तिमी यार छ्या त्यही आमा छ घरिघरि मम्मी भन्छ घरिघरि के बोल्छ यार आइमा यार हामीलाई बसमा नपुगेको रोबिन ठोक्देऊ भोटिन तिमी पनि बियर खाएर अति नबोला 2 बोतल बियर खाएर पागल भएर आइस कि कसले खाए क्या रेकर्ड देखाऊ ल खेलौँ छिटो ल छिटो ल ओठ के भोट केमा ओठमा भन्छ तेरी माटका भोटिनी पनि पागलै छ यार लाउ अब फेरि पनि तिमीहरूले पनौती हातलाई मैती राख्ने होला ठिक छ मै गरौँला ल भन पनि के हो नम्बरको पनिसमेन्ट तेस्रो नम्बरको घरको पर्दा खोल्ने पेट्रोल लगाउने आगो लगाउने तीनटै कडा भयो यार केटा यार खाल्टो खन्ने जे हुन्छ खाल्टो खन्ने टाइम लाग्छ यार कहाँ गएर खनौँ मैले खाल्टो खै यो रबिन दाइ डरपुक लास्टै छ त है इरिस अरे यार 12 बज्छ यार रुखमा हो त्यो रुखवाला देऊ यार रुखको त देखिसक्यो नयाँ के लिया नयाँ चिज के खाल्टो कति खाल्टो खन्ने भन त पैसा कमाएर सालाहरू यतिसम्म खाल्टो खोज्ने होइन अनि त्यहीमा मान्छेले बस्यो भने त त्यहाँसम्म त आउँछ नि माटो यस्तो गएर नि भइहाल्छ क्या सिम्पल यतिसम्म खाल्टो खोज्ने यतिसम्म घुट्नादेखि तल खाल्टो खोज्ने अनि माटोहरू यसरी नै अनि 2 बाल्टी हिलो हाल्दिन नि यसरी बस्ने 2 बाल्टी पनि हिलो पनि खन्ने खाल्टो पनि खन्ने त धेरै भन्ने हो त्यो त हामी गर्ने हो नि त दाइ पनिसमेन्ट गर्न आएको गर्ने हो स्कोर चाहिँ कति आउँछ तिम्रो भने के त्यत्रो कड काट्दिर हो यार धेरै त भन्दैछ ल पहिला यो स्कोर त अब भइहाल्छ नि त 4 वर्ष पहिला मैले यसको आजकल टिकटक रिस्क पनि लिएर छ 25 स्कोर यस्तो कडा कसले गर्छ यार भन्नु कुरा यार लाइभ बस्थ्यो अहिले पैसा कमाएको छ त के हामी कि त हिलो खनाउनु देऊ कि खाल्टो खनाउनु देऊ भाइ यो हुन्न यो 2 बाल्टी पनि हिलो हामी 60,000 मा बल्ल 2 बाल्टी हिलो हुन्छ हामी गेममा त्यही खेल्छौँ अब खाल्टो पनि खनाउने रे अनि हिलो पनि दिने रे अनि ल खाल्टो खोज्ने थियो अनि पुरै बडीमा माटो सुक्खा माटोले ढाक्दिने हल्का घाँटीसम्म यतिसम्म ल के अनि उठे खाल्डो गरेर आफूलाई ढाक्नु पर्यो हल्का के सिर्फ टाउको हात यतिसम्म लास्टिक कडा तेल र खुर्सानी पनि गाह्रो छ केटा हो लास्टिक कडा दियो त्यहाँ पर्दा आगो लाने भन्छ आजकल यति गर्ने त आडी उडिहाल्छ यार साथीहरू के गर्ने यार नगरम भने भ्युअर्सले हार भन्छ हेटर्सहरू जन्मिन्छन् फेरि गरम भने गाइज आडी जाने तनाव छ गाइज उतापट्टि पक्का मान्छे हाम्रोमा कोही पनि छैन गाइज होइन म त भ्युअर्सको भरमा खेल्ने हो साथीहरू मेरोमा त्यति खासै कोही पनि हुन्न आज होइन अब खेल्ने भनेको म भ्युअर्सकै भएर मेरो सामर्थ्य मेरो बल भनेको मेरो भ्युअर्सहरू हो अब नखेल्नु भने उताको मान्छे आएर हेटर्स डरायो मा रोयो भन्छ म हिम्मत डराएर भाग्ने मान्छे पनि होइन म फेरि पनिसन कडा आइडी जाने जस्तो छ म के गरौँ पेट्रोल हाल्ने त हुँदैन बस आग लाउने मात्रै हुन्छ तर आग लायो भने पनि आइडी जान्छ जाँदैन म दिनकै गर्छु बोमा गर्छु प्राय त बङ्गाली सबैले गर्छ उले आइडी भर्खर सेर्नेको आइडी पनि उडायो आइडी उडाउँछ अनि लास्टमा टिकटकमा एक्लै राज गर्छ के हाम्रो आइडी उडाएर सबै फाँट भएपछि टिकटकमा एक्लै राज गर्न खोजिरह
ए भगवान रविन दाई राणाले गर्यो त्यो बङ्गालीले ब्रान्डेडले गर्छ जाँदैन त त्यो सिरिला क्यामेराको अगाडिमा त्यो टाढा गर्दै थियो यहाँ लगाएर तपाईँ आगो लगाउनुहोस् लुगा खुल्नुहोस् केही हुँदैन 10 मिटर टाढा जहिले पनि पनिसमेन्ट गर्नुपर्छ 10 हात गर्नुहोस् केही नि हुन्न बुझ्नुभयो घरको पर्छ दिने जलाउने हो डाइपर किन्ने पैसा खान पर्जेक्टमा भन्छ यार पाल्ने आगो लाउने आगो हिलो पनि खनाउने र खाल्टो पनि खनाउने त 12 वर्ष यार कस्तो पनिसन दियो छ्या लाग्ने यार खाल्टो नखाने खाल्टो खट्ने हिलो चाहिँ नहाल्ने भयो अनि ज्यान ढाक्ने भनेपछि यत्रको हिलो हाल्नु न त एउटै त भन्यो यार ए भगवान अलिअलि माटोले गर्दा त भइहाल्छ कुन सा पुरै ढाक्ने अस्ति मैले भोटिने गरेको थिएँ कि यस्तै सेम गर्ने किले माछा पनि पुरै नमस्ते गरेर भन्ने खाल्टो खान पर्छ किन पर्छ ल अलिअलि ल खाल्टो नखोज्नु तर हिले माछा बन्नु पर्यो मैले भोटिने अस्ति गरेको थिएँ नि हिले माछा जस्तै कि भैँसीहरू कस्तो गर्छ भैँसीहरू हिलोमा सेम यस्तै ल हो यो चाहिँ ठिक छ यति ठिक छ यति चाहिँ ठिक छ केटा के छैन किन तर सुन्नुहोस् तपाईँ 1 बाल्टिन हाल्नुहोस् या 50 बाल्टिन हाल्नुहोस् त्यो मलाई मतलब होइन तर पुरै तलदेखि माथिसम्म हिले माछा बन्नु पर्यो हो त्यो हिलो हाल्ने होइन हिले माछा बन्नु पर्यो आफूले गर्ने के तिमीहरू गेम खेलेर आएको हो कि के हो यो भस्टमा यस्तो मौत भइरहेछ त तिमीहरूले गेम खेल्न सकेको आदि तिम्रो रबिन दाइलाई गेम खेलेर शेर्नीको आडी उडाएर बस्यान् उल्टा सार गरेर बस्ती बिचरा सेक्सुअली भएर टिकटलाई आडी खाइदियो ल आऊ भाइ के छैन खाइ दुःख रुबिन भोट केमा ढुकुरमा अबे चुनाव भन्दा 76 घण्टा अगाडिसम्म चुनावको बारेमा प्रचार गर्न पाइन्न थाहा किन नेपालको आचार संहिता हो अहिले चुनावको बारेमा तेरो फिलिपिन्स पनि बिहान बल्ल खालिस नेपालमा बोटो लिएर बस्लिस भोट केमा घन्टीमा किन 48 घण्टासम्म चुनाव भन्दा 3 दिन अघिसम्म कुनै पनि चुनावको भोटलाई भोट माग्न पाइन्न त्यसको बारेमा प्रचार गर्न पाइन्न चुप लाएर बस केटी ल लगाऊ भाइ लगाऊ जाऊ यस्तो कडा पर्मिसन 30,000 मा हुन्छ यत्रो सिधै हिम्मत भयो हान यत्रो सिधै ल कसैले पनि हान्दैन तिमीहरू स्ट्रङ छौ लौ तिमीलाई चुरीफुरी गरेर हान लु हामी गर्न तयार छौँ लु मेरोमा त छैन कोही छैन 5,000 सम्म मेरो स्कुलमा आउँछ पनिसमेन्ट चाहिँ मान्छे घन्टीमा खुर्सानी पेट्रोल छर्किनु पनि सानो कुरो होइन भाइ रिक्स हो ओके अहिले जाने सम्भावना हुन्छ खुर्सानी मुखा लाग्यो भने आगो बोलेर जस्तो हुन्छ मुखा सुन्नुहोस् 25 के गरौँ के जब तपाईँकोमा पनि हुन्न भाइ 30,000 मान्छे मार्ने पनि यताको 30,000 हुन्छ यहाँ हामीले हिलो खनाएपछि माछा बनेपछि आखिर नुहाउनै पर्छ कम गाह्रो हुन्छ कोठा सफा गरेर नुहाउन भ्याटमा 30,000 हो तिमीहरूको भिडको पावरमै हान्छ नत्र यत्रो जसको शक्ति उसको भक्ति लु हामी चार छौँ हामी बच्चा अन्य सुन्नुहोस् तपाईँकोमा छ दम त्यो यो पुरै नेपाल हिस्टोरीमा हैन तपाईँ पनि फर्स्टमा आउनुहुन्छ भियर्स मध्ये गिफ्टर मध्ये खोइ त तपाईँको दम मेरो गिफ्ट आउने भने गेस्टमा बस्ने मात्र हो मेरो गिफ्ट आजकल गेस्टमा बस्ने बेला मात्र आउँछन् तर म हिम्मत हार्दैन केही छैन तर घडिएर 11 बजे न भाइ 11 बजेपछि मेरो मान्छे आउन सक्छन् यो खतरा एक्सिडेन्ट हुन सक्छ जय घन्टी केटा यो ओठेला सम्झाओ केटा चुनाव भन्दा 3 दिन अघिसम्म कुनै पनि किसिमको पार्टीको प्रचार गर्न पाइँदैन त्यो मलाई आशा लाग्छ भइटेनी एउटा चुम्मा दिँदा बेबी चुम्मा दिँदा मलाई जो चाहियो चुम्मा दिएन ओठेको चुम्मा डेट एक्सपायर भइसक्यो कि घिन लाग्छ आजभोलि ए उठ काममा लाग उल्टा तैँले मलाई फसाइस् यहाँ आफ्नो स्कोर आउँदैन मलाई दोष दिन्छ यार
बरु म 1 भर्सेस 3 खेल्छु ओइ म 1 भर्सेस 3 खेल्छु ल ल ल ल ल ल ल ल आइज 1 भर्सेस 3 खेल्ने भयो नि आइज ल के हो पनि भन भन आइज म 1 भर्सेस 3 खेल्छु ल म 1 भर्सेस 3 खेल्छु ल, आइज। यस्ता ओठला राख्न भन्दा फकरा पृथ्वीलाई भार एउटा स्कोर आउने त्राको 1 भर्सेस 3 अरे म 1 भर्सेस 3 खेल्छु भने मजा आएन जोसिन पर्ला यसले राखेको नराखेको मतलब छ हेर त यसलाई मतिर राखेको नराखेको मतलब छ हेर त स्कोर यसको डाइनोसर दाइ पनिसन गर्ने मान्छे जेडी दाइ डाइनोसर दाइ मगर दाइ समुदाय पेट्रोल छैन चन्दन म यतिकै आगो लगाइदिन्छु पेट्रोल छैन मसँग ल लगाइ दे जा लगाइ दे लगाइदे यहाँ हेर डाइनोसर दाइ लगाइदे 1 भर्सेस 3 त ठीक हुँदैन यो अनि मलाई आफ्नो उसको स्कोर आउँदैन मलाई दोष दिन्छ यार तेरो स्कोर आएन भन्छ यार आफ्नै टिमले पनि उसकोमा 8-10 भ्युअर्स भएर अनि मलाई दोष दिन्छ यार तिमी दुईजनासँग म एक्लै खेल्छु ल हटाऊ यार झिला मलाई यार ल म जान्छु त्यसो भए म किन पनिसन गर्ने म गर्दिन ल म गएको पनिसन नगर्ने भए किन के अरे नखेल्ने भए किन पनिसन गर्नु पर्यो आफ्नोमा स्कोर आएको छैन मलाई दोष दिँदै बस्छ यार एरिस भन न तिमीले रबिनलाई तिम्रोमा 7-8 भ्युअर्स छ उसकोमा 8,000-10,000 भ्युअर्स छ जम्मा 9,000 स्कोर ल्याएको छ जाबो अनि मलाई पेल्दाखेरि अलिकति लाज शरम लाग्दैन अनि रबिन दाइ भनेको नेपालको ठुलो होस्ट हो 8-9 हजार भ्युअर्स लिएर बस्छ त्यत्रो 7-8 स्कोर के अरे भ्युअर्स बोकेर 8,000 स्कोर ल्याउन आफूलाई लाज लाग्नु ठुक्क डाडुमा झुन्डेर मर त झाट्टा मलाई स्कोर आएन रे म त खेल्दिन म त तिमीहरूलाई कट गर्छौ निस्किन्छौ भनेपछि चल्दैन म कस्टम पनिसन गर्दिन धेरै हेप्ने हैन ल मलाई बुझ्यौ नि बिचारा मेरो लिमिट हुन्छ यो हेप्नेको पनि डोमिनेट गर्नेको पनि लिमिट हुन्छ हो नि आफ्नोमा 8-10 हजार भ्युअर्स छ 9,000 स्कोर ल्याएर ओठेको स्कोर आएन यस्तो टिमहरूलाई राखेर कहाँबाट स्कोर आउँछ रे ओ हामीहरुकोमा यदि 4,000 भ्युअर्स हुन्छ हामीहरु जे भए पनि 6-7 हजार ल्याउँछ यसको कहाँ खन्ने यहाँ खाल्टै छैन क्या कस्तो यार कहाँ खन्ने खाल्टै छैन यार खाल्डो नखन्नु के रबिन दाइ हिरो हाल्नुस् पुरै खाल्डो खन्ने थिएन लन्ठे माछा बन्ने थियो लकेसन गाइस आउडिल पुरै तलदेखि माथिसम्म लन्ठे माछा बन्ने के गर्ने हो चन्दन म त खेल्दैन भने म जान्छु चन्दन मलाई नि यहाँ के कस्तो हेपाइ खान आएको होइन मेरो पनि अलिकति इज्जत छ ल दुई शब्द जे पाइदियो भन्दैमा चुप्लाएर सोएर कर गेम खेल कर पनिसन कर के त नि मलाई मात्र किन हेपेको त नि पागल यस्तो छ आज मलाई कति आनन्द हुँदैछ यार मा कसम यार म आज धोबी खाएकै छैन बटिनी तिमीलाई पता छ बेलुका के रे चन्दन ओइ चन्दन अर्को मान्छे पनिसन के रे आफूतिर राखेर हग्नी पाद्नी रहे परेका बल्ल मसँग भिडाउँछन् ना स्ट्रङ मान्छे आफूतिर राख्छ कम बाटो छ यो मलाई त भनेको त नि मलाई किन राखेको त नि म बस्दिन अब तसँग यार के यार रहे परेका हग्नी पद्नी रहे परेका जस्तोमा 13 सेकेन्ड बढी स्कोर आउनु एरिस सुन यो गेम पछि नि कम बाटो छ यिनीहरू मेरो पार्टनर आइज बुझिस हो ल भन भन के आइज हो? तेल र खुर्सानी के गर्ने हो कतिवटा खुर्सानी बर्गर हाल्ने दाइ वेलकम एरिस आइज तिमी मेरो पार्टनर रबिन दाइले तिमीलाई लास्टै हेपियो बुझिस ल आइज यता तिमी कतिवटा खुर्सानी खनाउने हो भनेको हग्ने पात्ने रे आफ्नोमा 8,000 भ्युअर्स छ मुला आफ्नो स्कोर ल्याउन सक्दैनस् रिस मान्छ सरकारको जाठा तलाई ढुकुर खड्का हामी उठाउँदै
16वटा खुर्सानी र आधी पोका तेल एरिस आँखा दुलो भरा फेरि त्यो खुर्सानी नगर के हिलो गर एरिस हिलो गर हिलो गर कडा लाग्छ तर के छैन हिलो ल्याएर यहाँनिर खनाएर लडीबडी गर्दा हुन्छ हुन्छ बेबी तिमी त मेरो मुटु हो तिमीलाई त म तँ पनि डिस्काउन्ट रिसाउँला अब गरिदिन्छु मेरो टिममा भयो भने तैँले पनि पेल्छस् यहाँ सबले तिमीहरूलाई मलाई हेपेछ नि मेरो पनि दिन आउँछ नि पाउँछ नि त्यो टिमहरू यो रुबिन तेरो खनाको हात हात दिन खान जाऊ त काम छैन त यो रुबिनलाई उता लगेर जाऊ रुबिन भयो भने झन् मेरो स्कोर पनि आउँदैन उता जाऊ है ल आइज तिमी मेरो यो पार्टनर आइज नेपाल आउने पनौती लाग्यो नेपाल आउने बित्तिकै यसको राउन्ड छोडी यो नेपाल आएर पनौती लाग्यो फिलिपिन्स चाहिँ ठिक थियो फिलिपिन्स ठिक थियो कमसेकम कोठामा बसेर दुनियाँको पैसा कमाएर दियो नेपाल आएर पनौती ला पागल हिलो डिल गर ल को हुन्छ टिम म र को हुन्छ टिम भन्नुहोस् यसलाई पो राख यार भए पनि नभने एउटै छ यसैलाई राख यार जबरजस्ती तिमीलाई ताने जस्तो हुन्छ कि तिमीहरू पनि आउने बित्तिकै अब तिमीहरूको आफ्नै उ छ मेसो छ म खेल्छु यसलाई मैतिर राखेको केही छैन ट्रिपलमा खेल खेल भन्दा पनि मान्दिने होइन नभए एरिसलाई मेरो पार्टनर दियो भने हुन्छ म र एरिस बजा पनि हुन्छ हो पुष्पराज नै झुकेका खेल्छु यसरी खेल केही छैन जबरजस्ती के ताने जस्तो गर्ने यार भो छिटो गर यार डिल गर अनि त्यो नसुनिकन कसरी डिल गर्दै सुन्नु पर्ने सुन्नु परेन हाम्रै यो ढुकुर खड्कालाई ठोकै चन्दन मलाई थाहा छैन अरू कुरा बरु म धोबी पनि सुन गरिदिन्छु मा यसलाई नछोड है आज यो जाँठालाई मसँग त पनि केटी नाच्थे अनि गरिदिन्छु बुझिस् यसलाई ठोकमा चन्दन यसलाई जसो ठोकमा यसको आज चन्दन निकाल्दे मैले गर्न सक्ने पनि थियो मा 1 versus 3 यत्रै सिधै मरिन जाँदा मा अगर 1 versus 3 खेल्यो भने म त दिन्छ एउटै त्यो सुन्नुहोस् त्यो ल हुनुहोस् ल म त रिस उठ्यो भने म छोड्दिन नि म आफ्नो बाउ त गन्दिन म यो हो यो पनि 1 versus 3 माका खाल्टो खन्न मिल्ने हो साच्चै म गर्थेँ म डर लगेरमा हो के भने जा केटा म गर्थेँ साच्चै म खाल्टो खन्न मिल्ने कहाँ छ खाल्टो खन्न हो म गर्छु केटा हो कस्तो साह्रो छ कि यहाँ घर बन्दै त्यति बेला मसला यहाँको माटो अर्कै छ कि यार अलि मैले हिलोमा आएको म गर्थेँ कि म डर लगेर लसुनबारी त्यहाँ छ किन यो रविन दाइले पनि कस्तो नबुझेको यार बच्चा हिलो हाल्नुहोस् लन्ठेमा छ भन्नुहोस् के खाल्डो चाहिँ खोज्दैन अहिले अबको भनेको पागल यो पनि बौला जस्तो गर्छ घरि यार ठोकमा चन्दन यसलाई ठोकमा आज सुताइदे यो मा ढुकुर खड्कालाई अब नाइ भन्नु भने नि एरिस अझै गाली दियो तिमी ल हो यसो गर खाल्टो खन्न मिल्दैन त ऊ यसैलाई मात्रै राख्यो त नि तेरो लड्केको झुन्डेको वा त्यही झुन्डेर मर त जाठा काम छैन दम छ भने सेकेन्ड नम्बरको पनिसमेन्ट एउटा बियर खानुपर्छ यस्ता विकृति नगर भाइ यार हामी सोसल वर्कर भएपछि त्यस्तो गर्नुहुन्न क्या यार कस्तो बौला जस्तो गर्छ तिमी सबैसँग अप्सन छ हो कहिले नखाने मान्छेलाई म त्यस्तो नगर म कसम सबजनाले हेपेको छ 1 versus 3 रक्सी खाने म त्यस्तो म गर्दिनँ गाइज ल हामी सबै परिवारमा हुर्केको मान्छे सानोदेखि त्यस्तो रक्सी खाने हुन्न भोटिने जस्तो दुनियाँ थेर रक्सी धन गरेर गरेर बस्दैन हामी यहाँ यो रक्सी प्रमोसन भाइ हामी सोसल एउटा पब्लिक फेयर भइसक्यो जाँड रक्सी प्रमोसन यो टिकटकमा नगर के भाइ प्लिज यार नगर यार हामीबाट मान्छेले के सिक्ने आई मिस यु दाइ ल त्यसो भए तमाङ नि तिमी दे भोटि नि तिमी दे के दिनु थाहा खुर्सानी यस्तो गर्ने पुरै जहिले खुर्सानीबाट बाहिर निस्कि भनेको त खुर्सानी रोक पखला डोरी मर्लाई क्या यो डोरी खोजी छिटो गर तेरी भैंस की म दिन्छु पढेछ रोक डोरी ल्याउने टी-शर्टमा यहाँ बानी डोरीले मजाले खुर्सानी पिसेर हार्पिक हालेर पुरै घोलेर यहाँ खनाएर यतिकै बस्ने यसरी अब हार्पिक पनि खुर्सानी पनि रे फेरि ला
गयो कि आयो ल कि सक्यो अनि दोस्रो पनिसमेन्ट घरको राउटर ब्लङ राउटर फ्रन्ट राउटर तेस्रो नम्बरको भोटेनी हिलो देऊ ल हिलो माछु बोल्ने हिलो माइना चोपनी होइन कि हिलो माइना एक पोका तेलले हिलोमा चपल्ने भन्छ खाल्टै छैन र के रे एक पोका तेल ए नाइ 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 त्यो भोटेनी सिम्पल छ बुझिस मार्दिन्छ है भोटेनी सिम्पल भयो त्यो हिलोमा चाहिँ लास्टै गाह्रो हुन्छ कि त्यो खाल्टो खोइन अलिकति कस्तो सिम्पल हो एक पोका तेल आँखा टाउको देखाउनु सिम्पल हो सिम्पल हो दाइ सिम्पल हो हिलो बेला त्यो ल सेम गरम त ल कलेको म यत्राको सिम्पल म गर्छु तेल 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 क्यान्सर है दाइ हिलो एउटा दिमाग र यो तेल ए भाइ अहिले पनि हिलो गर्न लाग्यो नि फेरि हिलो तेलले आँखा यस्तो दुख्छ नि भाइ सिम्पल नभन के लास्ट कडा हो ल ल ल ल ल हुन्छ ल ल हुन्छ हुन्छ ल ल 3 वर्षमा ल 3 वर्सेस 1 के 2 2 2 दुई दिन लगाममा 3 वर्ष वनमा डराउन मायाका एक पोका आउने पक्का एक पोका आउने 8 त 600 मा 11 बजे कोही न कोही त आउला माया त्यसै चल 1 वर्ष लगा आज मलाई थाहा छैन चन्दनमा यसलाई ठोकिनस् भन्यो तँलाई म सिद्धाइदिन्छु फेरि याद राख्ने फेरि ल 1 वर्सेस 3 मा त फेरि कस्तो लाग्छ यार फोटो सानो हुन्छ यत्राको हामीसँग 8.5 तिम्रो भ्युअर्स म मेरा पनि छन् केही छैन ल म खेल्दिन्छु केटा लाइभ सुरु गरेर माका यसो त हुँदैन त्यो 1 वर्सेस कहाँ हुन्छ किन हेर्न हिम्मत हुँदैन 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 त्यो 2x2 खेल्नु म कहाँ म यस्तो मलाई त लाज हुन्छ त यत्राको लाज भने म यस्तो कहिले म चन्दन हो दाइ म कुनै सानोतिनो होइन म चन्दन हो कहाँ 1 वर्सेस 3 त्यसमा 2 वर्ष ल त्यसमा म सँगसँगै हारले पनि खान्छ लगाउ त्यसमा 2 वर्ष 2 ल आउनुहोस् हो यार म चन्दन हो यार कहाँ यार यत्रा चन्दन के हामी चाहिँ खेल्दिनँ 1 वर्ष कस्तो चन्दन हो अब यहाँ 1 भर्सेस तिमीहरू एक साइडमा जाऊ 3 जना अब म यहाँ सिंगल खेल्छु अब यहाँ 13 से भन्दा बढी स्कोरले पागल तेरी माकी भाग हेरै एक बाल्टी लो हाँ एक बाल्टी लो गाइस लाइभ सुरु गरौँ नमस्ते 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 वाली मूर्ति नमस्ते गर्ने दाइ नमस्ते मूर्ति यस्तो नमस्ते गर्ने हो यो हिलो हैन डलर केटा लाइभ सुरु गर गाइस बच्यो नि रबिन दाइको मुख नि जुन चाहिँ फेस यस्तो छ अहिले त म अनुहार चाहिँ धोए है त्रिपन गाइस कमन लेट्स गो त्रिपनमा गाइस अब हाम्रो पालो गाइस त्रिपन गाइस कमन लेट्स गो त्रिपन गाइस ल गाइस कमन लेट्स गो त्रिपनमा गाइस हाम्रो एक बाल्टी भयो रे के गर्ने हो भन चन्दन एरिस एक बाल्टिन अझै हाल दुईमा खाली हो र पुरै तेरो बडीमा हिलै छ लागेको अझै हाल मजाले यो के हो ल ल भयो ल आइज नमस्ते गर किन आइज नमस्ते कर ह्यापी होली पुरै भिड्नु भनेको नि उसको जान देखिरहा त नि पुरै मैले दर्शक आफ्नै पार्टनरलाई पेल्दैछु यार है भइदिनु